ब्रेकिङ न्यूज, गुड न्यूज। प्रधानमन्त्री हुन्छु भनेर निस्केका गगन दाई पार्टीबाटै निकालेका छन्। पाप धुरीबाट कराइएको छ। रवि लामिछानेलाई सक्छु भन्दाखेरि गगन थापा आफै सिद्धिएका छन्। म त एकदम खुसी छु साथीहरू। आज चाहिँ बाख्रो काटेर खाइन्छ, मलाई घरमा गएर खसी काटेर खाइन्छ, एकदम खुसियाली मनाइन्छ। अरूलाई सक्छु भनेरको अरूको पछाडि लाग्नुभन्दा पनि आफ्नो औकात र आफ्नो दम के हो भनेर गगन थापा र विश्व प्रकाशले यो रवि लामिछानेलाई राजनीति प्रतिशोध साध्नुभन्दा अगाडि नै सोचेको भए सायद आज यो हालत आउँदैन थियो होला गगन थापा र विश्व प्रकाशको, होइन? काङ्ग्रेसमा रुवाबासी चलिरहेछ। गगन थापा र विश्व प्रकाश समर्थकहरूले नाराबाजी गरिरहेछन्। शेरे चोर यो देश छोड भन्दै नाराबाजी गरेका छन्। तर त्यो नाराबाजी अगाडि गर्नुभन्दा अगाडि गगन थापा र विश्व प्रकाशले राष्ट्रिय स्वतन्त्र पार्टी कसरी राजनीति प्रतिशोध साधेका थिए भन्ने कुराहरू सम्झेदेखि हुन्छ। नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले तपाईहरू सक्षम हुनुहुन्छ भने नेपाली काङ्ग्रेसमा नबस्नुहोस्, घन्टीमा प्रवेश गर्नुहोस् भन्न चाहन्छु काङ्ग्रेसका कार्यकर्तालाई।